हेलो एभ्रिवान, वेलकम टु दिस युट्युब च्यानल। अघिल्लो भिडियोमा हामीले सर्पको पहिचान सम्बन्धी टाउकोको सेपको आधारमा सर्प पहिचान गर्ने तरिका र सर्पको आँखाको नानीबाट सर्प पहिचान गर्ने तरिकाको बारेमा जानकारी राखेका थियौँ भने यस भिडियोमा चाहिँ मैले सर्पको शरीरको भागमा भएको टाउकोको माथिल्लो भागमा भएको कत्लाहरूको प्याटर्न र लोरेल पिट जुन हिट सेन्सिटिभ पिट पनि भन्छ, इन्फ्रारेड पिट पनि भन्छ, यो चिजहरूबाट चाहिँ हामीले कसरी सर्प पहिचान गर्न सक्छौँ र कस्ता प्रजातिहरूमा यी चिजहरू चाहिँ हुन्छन् जसले गर्दा हाम्रो सर्प पहिचानमा चाहिँ सपोर्ट पुर्याउँछ र मोर्फोलोजिकल्ली हामीले पहिचान गर्दाखेरि यसले चाहिँ हामीलाई राम्रो सपोर्ट दिन्छ भन्ने आशा राखेको छु। हिट सेन्सिटिभ पिट अथवा लोरेल पिट र सर्पको टाउकोमा भएका कत्लाहरूबाट चाहिँ कसरी हामीले सर्प पहिचान गर्न सक्छौँ अथवा कस्ता कस्ता कत्लाहरू चाहिँ टाउकोमा हुन्छन् र कुन कुन प्रजातिको शरीरमा चाहिँ यो हिट सेन्सिटिभ पिट अथवा लोरेल पिट हुन्छ र यसको महत्त्व के हो, यसको फङ्सन के हो, यो कुराहरूको बारेमा हामीले यस भिडियोमा जानकारी लिनेछौँ। अब यसमा चाहिँ हामीले अघिल्लो भिडियोमा सर्पको टाउकोको सेप र आँखाको नानीबाट सर्प पहिचान गर्ने तरिका सिकेका छौँ भने अहिलेको भिडियोमा हामीले हिट सेन्सिटिभ पिट र टाउकोमा भएको माथिल्लो भागमा पाउने कत्लाहरूको बारेमा थोरै व्याख्या गर्छौँ। यो एकदम सर्ट इन्फर्मेसन छ। अब हामीले यो हिट सेन्सिटिभ पिट अथवा लोरेल पिट अथवा इन्फ्रारेड पिट भनेको चाहिँ के हो, यो चिज चाहिँ केका लागि इम्पोर्टेन्ट छ भन्ने कुराहरूको बारेमा बुझौँ। फर्स्ट अफ अल यो चाहिँ बायोलोजिकल थर्मल क्यामेरा भनिन्छ। जस्तो कि हामीले यसको हाम्रो स्नेक माइट पनि छ। यसमा चाहिँ के भनिएको छ भने सर्पको चाहिँ तपाईँको टाउकोमा आँखाबाट चाहिँ फोटो खिच्छ अथवा आँखाले चाहिँ फोटो खिचेर दिमागमा राख्छ अनि सर्प मारेको अवस्थामा उसको भाले अथवा पोथी आएर हामीलाई बदला दिन्छ भन्ने कुराहरू छ। अब त्यो एउटा हाम्रो अन्धविश्वास छ, तर त्यसमा चाहिँ क्यामेरा हुँदैन, फोटो हुँदैन। तर बायोलोजिकल थर्मल क्यामेरा जुन चाहिँ तापक्रमबाट चाहिँ उसले चाहिँ एउटा इमेजको फर्ममा चाहिँ कुनै वस्तुलाई डिटेक्ट गर्छ, पहिचान गर्छ भने त्यो चाहिँ यो लोरेल पिटले गर्छ। जुन चाहिँ हिट सेन्सिटिभ पिट भन्छ, जुन चाहिँ हिटलाई उसले सेन्स गर्न सक्छ। आफूभन्दा अगाडिको भएको वन्यजन्तु अथवा जनावर जुनसुकै पनि चिज होस्, उसले चाहिँ बढी तापक्रम भएको प्रजातिलाई चाहिँ उसले मजाले उसको हिटबाट चाहिँ उसले सेन्स गर्न सक्छ। अब यो चिज के हो रहेछ भने तपाईँको यो आँखा र नस्ट्रिलको बिचमा भएको एउटा खाल्डो जुन पिट भन्छ होइन, यो चाहिँ खाल्डो जुन विभिन्न मेम्ब्रेनहरूसँग चाहिँ जोडिएको हुन्छ, जो दिमागसँग कनेक्टेड हुन्छ होइन। अनि यसले चाहिँ के गर्छ भने इभन एकदम डार्कनेस भएको अवस्थामा पनि उसले अगाडिको वस्तुहरू मजाले पहिचान गर्न सक्छ होइन, त्यसको बारेमा इन्फर्मेसन दिन सक्छ। अब यसको खास महत्त्व के हो, यसको फङ्सन चाहिँ के हो, यसले कसरी काम गर्छ भने यसले चाहिँ हिट वाइल्ड एनिमलको अथवा कुनै प्रजातिहरूको आफूभन्दा बढी हिट भएको जस्तो वार्म ब्लडेड स्पेसिसहरूको चाहिँ हिटहरू यसले सेन्स गर्छ, त्यसले पत्ता लगाउँछ। जसले गर्दा यसले प्रेहरू आफ्नो आहारलाई पनि डिटेक्ट गर्न सक्छ र प्रेडिटर आफूलाई शिकार गर्ने चिजहरूबाट पनि यो भाग्न सक्छ। र यसले हामीलाई चाहिँ कस्ता कस्ता स्पेसिसहरूमा चाहिँ यो हिट सेन्सिटिभ पिट पाउँछ भन्ने कुराहरूको जानकारी दिन्छ, जसले गर्दा स्नेक आइडेन्टिफिकेसनमा चाहिँ एकदम सपोर्ट पुऱ्याउँछ होइन। अब यो हिट सेन्सिटिभ पिटले चाहिँ के गर्छ भने यसले चाहिँ एकदम क्लियर डिरेक्सन दिन्छ, हाम्रो चाहिँ प्रे कता छ, प्रेडिटर कता छ र त्यसको डिस्टेन्स इन्फर्मेसन दिन्छ, कति दूरीमा छ, कस्तो आकारमा छ, त्यो कुराहरूको सेन्स चाहिँ यो पिटले गर्छ है। अब यो लोरेल पिटले चाहिँ कसरी काम गर्छ, उसको शरीरको टाउकोमा चाहिँ कसरी काम गर्छ, दिमागले कसरी थाहा पाउँछ, त्यो कुराहरूको बारेमा बुझौँ। यो इन्फ्रारेड रेडिएसन भन्ने चिज हुन्छ, जुन चाहिँ वार्म ब्लडेड स्पेसिसमा हामीमा यो चाहिँ हामीले चाहिँ यो हामी चाहिँ यसबाट चाहिँ इन्फ्रारेड रेडिएसन इमिट गर्छौँ, चाहिँ पैदा गर्छौँ होइन, जसलाई चाहिँ हिट सेन्सिटिभ पिटले के गर्छ, अब्जर्भ गर्छ इनर्जी थ्रु, इन्फ्रारेड इनर्जीबाट चाहिँ ले अब्जर्भ गर्छ होइन। त्यो चिजलाई अब्जर्भ गरेर उसले चाहिँ पछि इन्फर्मेसनको रूपमा कन्भर्ट गर्छ। अब त्यसपछि हामीले त्यसमा भएको मेम्ब्रेनहरू, त्यो पिटमा भएको मेम्ब्रेनहरू, जुन मेम्ब्रेनहरूले चाहिँ के गर्छ, त्यसमा टेम्परेचर चेन्ज भएको कुराहरू, यो मेम्ब्रेनहरू बिस्तारै तातिँदै जान्छ, वार्म्स हुँदै जान्छ र त्यसपछि चेन्ज हुन्छ। त्यो
जब तापक्रम चेन्ज हुँदै जान्छ अनि त्यसले चाहिँ थाहा पाउँछ। अब यसले के डिटेक्ट गर्छ भने एकदम पुरै मात्रामा चेन्ज भएकोहरू टेम्परेचरहरू जस्तो कि 0.003 टु 0.01 डिग्री सेल्सियस होइन, यति थोरै यति सानो चेन्ज हुँदाखेरि पनि उसले चाहिँ मजाले पत्ता लगाउन सक्छ है। अब यसमा भएको शरीरको टाउको पिठभित्र भएको नर्भ इन्डिङहरूले चाहिँ जुन हिट उनीहरूले अब्जर्भ गर्छ त्यसलाई चाहिँ सिग्नलको रूपमा चाहिँ कन्भर्ट गर्छ होइन। त्यसरी हामीले विभिन्न मेम्ब्रेनहरू थ्रु चाहिँ यसले नर्भमा चाहिँ कनेक्ट भएर यसले सिग्नलहरूमा कन्भर्ट गर्छ हाम्रो हिटलाई चाहिँ। त्यो कन्भर्ट गरेको हिटहरूलाई चाहिँ त्यसले इम्पल्सद्वारा चाहिँ यसले च्यानलाइज गर्छ है। त्यसपछि यो ब्रेन जुन छ सबै कुराहरू ब्रेनसँग जोडिने हो। अब ब्रेनले के गर्छ त्यो जुन उसले इन्फर्मेसन पाउँछ जति पनि हिटको, त्यो हिटको इन्फर्मेसन थ्रु चाहिँ उसले के गर्छ एउटा थर्मल इमेज बनाउँछ ब्रेनले। त्यो ब्रेनले बनाएको थर्मल इमेजबाट उसले चाहिँ त्यसको साइजहरू, आहाराको साइजहरू अथवा प्रेडिटरको साइजहरू पत्ता लगाउँछ। यो चाहिँ प्रेडिटर हो भन्ने कुराहरू थाहा पायो भने ऊ भाग्छ, यदि आहारा हो भन्ने थाहा पायो भने ऊ चाहिँ त्यसलाई चाहिँ क्याप्चर गर्न जान्छ होइन। त्यसलाई चाहिँ अब त्यो सिग्नलहरू चाहिँ यो अप्टिक टेक्टम भन्ने चाहिँ ब्रेनमा हुन्छ होइन। त्यो चिजमा चाहिँ उसले सिग्नलहरू पठाउँछ, त्यो सिग्नलहरू कम्बाइन हुन्छ होइन। अनि यसमा चाहिँ हिट थ्रु चाहिँ एउटा म्याप क्रिएसन हुन्छ, एउटा इमेज कन्भर्ट हुन्छ होइन। त्यो इमेज चाहिँ उसले पत्ता लगाउँछ जसले गर्दा उसले चाहिँ यो चाहिँ यति डिरेक्सनमा छ, यो चाहिँ यति साइजको छ अनि यति डिस्टेन्समा छ भन्ने कुराहरू चाहिँ उसले पत्ता लगाउँछ। अब यसले के सहयोग हुन्छ भने एउटा मेन पार्ट चाहिँ यदि कुनै प्रे स्पेसिस उसको आहारा अगाडि छ भने त्यसलाई टार्गेट गर्नलाई एकदम सपोर्ट हुन्छ। किनभने उसले चाहिँ डिस्टेन्सहरू पत्ता लगाइसकेको छ, कति दूरीमा छ, कति साइजको छ, त्यो कुराहरू पत्ता लगाइसकेपछि उसलाई चाहिँ त्यो क्याप्चर गर्नलाई, स्ट्राइक गर्नलाई चाहिँ एकदम सहयोग हुन्छ। त्यसले गर्दाखेरि यो एकदम इम्पोर्टेन्ट छ। यो सेन्सिटिभ पिट चाहिँ सर्पहरूमा एकदम आवश्यक छ। अब नेपाली स्नेकहरूमा चाहिँ कस्तो कस्तो स्पेसिसहरूमा चाहिँ यो हिट सेन्सिटिभ पिट पाउँदछ त? अब यो चाहिँ एकदम हामीले बुझ्दाखेरि भाइपर स्पेसिसमा एकदम प्रायः जसो नेपालमा पाउने भाइपर स्पेसिसमा चाहिँ यो सेन्सिटिभ पिट पाउँछ। अरू प्रजातिहरूमा एकदम पाउँदैन, लगभग लिमिटेड हुन्छ। अरू स्पेसिसमा हामीले यो देख्दैनौँ। यो भाइपर प्रजातिहरूमा चाहिँ यो हुन्छ, जसले गर्दा के हुन्छ भने हामीले आइडेन्टिफिकेसन गर्नलाई चाहिँ यो भाइपर प्रजातिमा चाहिँ सेन्सिटिभ पिट चाहिँ हुन्छ भन्ने कुराहरू थाहा पाइयो भने के हुन्छ, हामीले मजाले यो भाइपर स्पेसिस हो भनेर हामीले बुझ्न सक्छौँ। तर एक्सेप्सन हुनेमा के छ भने अजिङ्गर जुन नन भेनमस स्पेसिस हो है, भाइपर प्रजाति भेनमसमा पर्यो। नन भेनमस स्पेसिस चाहिँ यो अजिङ्गरको केसमा पनि यो सेन्सिटिभ पिट चाहिँ पाउँछ। अब यो सेन्सिटिभ पिट यसमा पाउनुको कारण अथवा ठ्याक्कै प्रष्ट भन्नुपर्दा यी प्रजातिहरू जुन भाइपर प्रजातिहरू छन्, यी प्रजातिहरू अलिकति लेजी हुन्छन्। यिनीहरू प्रायःजसो एक्टिभ हुँदैनन्, बाहिर मजाले खुलेर घुम्ने खाने गर्दैनन्। यिनीहरू प्रायःजसो बर्रोइङ स्पेसहरू धुलोहरूमा बस्न रुचाउँछन्। एकदम जीर्ण भएको पुरानो घरहरूको अथवा बस्तीमा अथवा धेरै पुरानो स्ट्रक्चरहरू छ त्यस्तो कुराहरूमा चाहिँ उनीहरू बस्न रुचाउँछन्। त्यस्तै यो प्रजाति अलिकति बर्रोइङ स्पेसिस खन्ने भन्दा पनि धुलोभित्र बस्ने रुचाउँछ र जसले गर्दा यो लेजी हुन्छ, शरीरको साइज ठुलो हुन्छ। त्यसले गर्दाखेरि यिनीहरू अलिकति इनएक्टिभ हुँदाखेरि चाहिँ यिनीहरूमा चाहिँ यो सेन्सिटिभ पिट चाहिँ हुन्छ, जसले गर्दा यिनीहरूलाई इजिली आहारा डिटेक्ट गर्न, स्ट्राइक गर्नलाई चाहिँ एकदम सहयोग पुर्याउँदछ। अब यो हेड स्केल प्याटर्न भन्ने कुरा चाहिँ एकदम अब यो धेरै डिटेलमा जानुपर्ने अवस्था छैन। यो प्याटर्नहरू चाहिँ कस्तो भने ती भाइपर स्पेसिसहरू अथवा अलिकति भाइपर स्पेसिसको कत्लाहरूको बारेमा फरक छुट्याउनलाई मात्रै हो। अब यो नन भेनमस ऱ्याट स्नेकको बारेमा कुरा भने अब यसको टाउकोको माथिल्लोपट्टिको भागमा भएको स्केलहरू चाहिँ अलिकति डिफ्रेन्ट छ, डिफ्रेन्ट सेपमा छ र ठुलो छ होइन। यो नन भेनमस भयो, अविषालु सर्प भयो। अब यो विषालु प्रजातिको भाइपर प्रजातिमा चाहिँ के छ, टाउकोको माथिल्लो भागमा चाहिँ एकदम मसिना कत्लाहरू छन्। यी कत्लाहरू भएको स्पेसहरू चाहिँ प्रायः जसो नेपालमा भाइपर प्रजाति नै पाउँछ, अरू प्रजातिमा यो कत्लाहरू छैन होइन। अब यो भाइपर स्पेसिसमा चाहिँ यो भेनमस प्रजातिमा पर्यो। अब हामीले चाहिँ के पत्ता लगाउन सक्छौँ भने अघिल्लो भिडियो मार्फत हेर्दाखेरि तपाईँले आँखाको नानीको बारेमा हामीले बुझ्यौँ, त्यसै गरी टाउकोको सेपको बारेमा हामीले बुझ्यौँ, कलरको स्केलहरूको बारेमा बुझ्यौँ।
ती चिजहरू कम्बाइन गरेर हेर्दाखेरि भाइपर प्रजाति कस्तो हुँदो रहेछ भनेर तपाईँहरूले आफूले पनि अनुमान लगाउन सक्नुहुन्छ। यो एकदम सजिलो छ। त्यसैले गर्दा एउटा कुनै चिज मात्रै हेरेर सर्भरलाई चाहिँ पहिचान गर्नु अलिकति गाह्रो हुन्छ। सबै चिजहरू हेर्नुपर्छ, सबै चिजहरू अब्जर्भ गरेको भएपछि चाहिँ बल्ल हामीले यो स्पेसिस यो हो भनेर हामीले पहिचान गर्न सक्छौँ। यो चाहिँ हामीले मोर्फोलोजिकल्ली मात्रै कुरा गरेको, अझ जेनेटिकल्ली पत्ता लगाउन अझ धेरै भास्ट स्टडी गर्नुपर्छ। अब यसमा चाहिँ भेनोमस अब यो पनि विषालुमा पर्छ, करेक्ट स्पेसिस जुनको टाउको चाहिँ अविषालु प्रजातिको जस्तो कत्लाहरू छ। त्यसले गर्दाखेरि यो कत्ला चाहिँ हामीले यो भाइपर स्पेसिसलाई छुट्याउनलाई यो प्रजातिमा मात्रै नेपालमा पाउँछ, जुनको चाहिँ माथिल्लो भागमा सिना साना कत्लाहरू हुन्छन्। अरूमा पनि हुन सक्छन्। अब यति यो साना कत्लाहरू नहुने भन्न खोजेको होइन। अब यो अरू प्रजातिहरूमा केही भागहरूमा यी प्रजातिहरूको सानो कत्लाहरू देखिन्छन्, तर यसमा चाहिँ एउटै आकारको धेरै सानो मसिनो कत्लाहरू भएको हुँदा हामीले यो भाइपर प्रजातिलाई चाहिँ हामीले हेडको माथिल्लो भागमा भएको स्केलको प्याटर्नहरू छ, यसबाट हामीले यो प्रजाति पहिचान गर्न सक्छौँ। हस्, धन्यवाद। तपाईँलाई यो भिडियो पक्कै पनि राम्रो लाग्यो होला, इन्फर्मेटिभ छ। यदि मन पऱ्यो भने सब्सक्राइब गरिदिनु होला र हाम्रो पेजलाई चाहिँ फलो गरिदिनु होला। थ्याङ्क यू।